हेलो साथीहरु, नमस्ते नमस्ते सबैजनालाई। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। तपाईहरुको साथीको चाहिँ यहाँ हस बिग्रेर लेता त पिम्पल आएर है, यतातिर भाइले कोतरेर छोराले कोतरेर यस्तो भएको छ हैन। गाइजहरु, मलाई चाहिँ यसको सोलुसन भन्नु पर्यो कि पिम्पलको हैन। पुरा पिम्पल यस्तो भएर रिङ्कल आएर है 70 वर्षको हजुरआमा भइसक्यो म है। अनि त्यही भएर चाहिँ टक्क तपाईहरुले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा मलाई चाहिँ यसको सोलुसनहरु भनिदिनु पर्ने हुन्छ। अनि एउटा कुरा भनेको म के कुरा भन्दाखेरि चाहिँ सुन्ता नानाको छोरीको तपाईहरुले किन आँखा लाको? किन आँखा लगाइदिएको? बिचारा सुनिता नाना कति टेन्सनमा हुनुहुन्छ। तपाईहरुले त्यसरी आँखा लगाइदिने हो? मलाई पनि आँखा लाग्छ जस्तो लाग्यो। त्यहीबाट मेरो त यति धेरै पिम्पल आएर यति धेरै दागहरू बसेर यस्तो भएको छ हैन। मेरो छोराले यतातिरबाट गफ दिँदैछ। अनि त्यही भएर म छोरा देखाउँदिनँ तपाईहरुलाई। किन देखाउँदिनँ भन्दाखेरि चाहिँ तपाईले आँखा लाग्दिनुहुन्छ नि त, त्यही भएर देखाउँदिनँ हैन। अनि अनि अर्को कुरा चाहिँ हैन, कस्तो बेइज्जत गरे क्या साथीहरु तपाईहरुले। मेरो जे भए पनि म भर्खर स्टार्टिङ भनेको चाहिँ 2K त 2K हैन, 2K भनेको 2000 हैन, 2000 त मेरो क्रस छ हैन सब्स्क्राइबर। र पनि साथीहरु यार हैन 13 भ्यू जान्छ कि यार, 13 भ्यू जान्छ कि यार। भिडियोमा 13 भ्यूज भनेको त्यो त्यस्तो भएपछि चाहिँ के हुन्छ भन्दा साथीहरु हैन, अरु मान्छेले चाहिँ के सोच्छ भन्दा यसले सब्स्क्राइबर किन्यो भनेर सोच्छ हैन। तर मैले गाइजहरु सब्स्क्राइबर किनेको होइन, एकजना पनि किनेको होइन मैले सब्स्क्राइबर हैन। पैसा दिएर मैले किनेको छैन सब्स्क्राइब। अनि त्यस्तो त्यो भ्यूजै नगएपछि त मान्छेले के सोच्छ भन्दा त सब्स्क्राइबर किनेको सोच्छ नि त। होइन साथीहरु, मैले सब्स्क्राइबर किनेको होइन। अनि के गर्नु, तपाईहरुले आँखा लगाइदिन्छ, तपाईहरुले नदेखाउनु भनेको मेरो छोरो बस्दै नबस्ने भयो आउने भयो नि होइन मेरो बुन्जुरो। अनि त्यसपछि अर्को कुरा चाहिँ तपाईहरु कतिजनालाई चाहिँ हैन अहिलेको हैन अर्कोले जे गरे त्यही गर्नुपर्छ हैन। हामीलाई पनि त्यस्तै हुन्थ्यो। त्यो के कुरामा चाहिँ त्यस्तो नगर्नु भन्दा यो ब्रेसेस लाउने कुरामा चाहिँ त्यस्तो नगर्नु होला। मेरो पनि राम्रै थियो दाँत हैन, चपाकै थियो सबै कुरा है, राम्रै थियो। अनि मैले चाहिँ हैन साथीहरुले बनाएको देखेर हैन राम्रै हुनलाई बनाए, तर लास्टै कमजोर हुँदो रहेछ। मेरो 4वटा दाँत निकालेर ग्याप कस्तो थियो, अहिले कस्तो छ हैन। पहिलाको भिडियोहरु हेर्नु भयो भएदेखि तपाईहरुलाई थाहा हुन्छ हैन मेरो पहिला कति धेरै ग्याप थियो, अहिले कस्तो हो भने तर लास्टै कमजोर हुन्छ नि लास्टै। अनि लाइक यो मात्र हैन, दिमाग पनि कमजोर हुँदो रहेछ क्या साथीहरु। त्यही भएर चाहिँ त्यस्तो कामहरु नगर्नु होला हैन, त्यही भन्न चाहन्छु म तपाईहरुलाई। अनि तपाईहरुलाई चाहिँ यार भाइरल हुनको लागि काण्डै चाहिन्छ, अनि जोडी नै चाहिन्छ यार साथीहरु। बोयफ्रेन्ड गर्लफ्रेन्ड नै चाहिने, बुढाबुढी नै चाहिने यार, अरू काण्ड चाहिने। हाम्रो यस्तो राम्रो सोझ तरिकाले बनाएको भिडियोहरु भाइरल हुँदैन है, एउटा नि हेर्नु हुँदैन है साथीहरु। 2000 सब्स्क्राइबर क्रस छ र पनि यार 13 जनाले हेरे आउँछ कि 12 जना 13 जनाले यार। बेजोत यार, यस्तो बेजोत नगर्देऊ न साथीहरु यार। है छोरो, मेरो छोरोलाई पनि माया गरेर यहाँनिर छिटो नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला गाइजहरु। त्यही होइन आज मलाई लास्टै रिसिटेर आएको म है हजुर। त्यही भएर आजको लागि चाहिँ यति नै। टाटा बाई बाई सबैजनालाई, बाई बाई गन्जरो, बाई बाई गन्जु, बाई बाई एभ्रीवान। मेरो आन्टीलाई धेरै माया गर्नु होला भन्नुहोस्। खै त भनेको बाई बाई, मेरो आन्टीलाई धेरै माया गर्नु होला, नमस्ते भन्नु। खै त भन्नुभएको नभन्ने ल साथीहरु। त्यही होइन, बाई बाई, नेक्स्ट भ्लगमा भेटौँला।